यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानं धर्मस्य तदात्मानं सृजाम्यहम्। अर्थात हे भारत, जब जब पृथ्वीमा धर्मको हानि हुन्छ र अधर्म बढ्छ तब तब म धर्मको रक्षाका लागि अवतार लिने गर्दछु। आज श्रीकृष्ण जन्माष्टमी। श्रीमद् भागवत गीतामा भगवान विष्णुका 8औं अवतार श्रीकृष्णले दिएको यो उपदेशले उनको जन्मको मूल उद्देश्यलाई स्पष्ट पार्दछ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूका लागि केवल एक पर्व मात्र होइन, यो आस्था, भक्ति र दार्शनिक चेतनाको एक अनुपम संगम हो। यस दिनलाई भगवान श्रीकृष्णको जन्मदिनका रूपमा हर्षोल्लासका साथ मनाइन्छ, जसले अन्याय, अत्याचार र अधर्मको अन्त्य गरी धर्म, सत्य र न्यायको स्थापना गरेको विश्वास छ। श्रीकृष्ण जन्माष्टमीको कथा द्वापर युगसँग जोडिएको छ। मथुराका राजा कंसको अत्याचार र पापले सीमा नागेपछि पृथ्वीलाई पापको भारबाट मुक्त गर्न भगवान विष्णुले श्रीकृष्णका रूपमा आफ्नो 8औं अवतार लिने निर्णय गरे। कंस आफ्नी बहिनी देवकीको 8औं सन्तानले आफ्नो काल बन्नेछ भन्ने भविष्यवाणीबाट भयभीत थिए। यसैकारण उनले देवकी र उनका पति वसुदेवलाई कारागारमा बन्दी बनाएर राखेका थिए र उनीहरूबाट जन्मेका 7 सन्तानको क्रूरतापूर्वक हत्या गरेका थिए। भाद्र कृष्ण अष्टमीको मध्यरातमा जब चारैतिर घनघोर अन्धकार र वर्षा भइरहेको थियो, त्यही कारागारभित्र देवकीको 8औं सन्तानका रूपमा भगवान श्रीकृष्णको जन्म भयो। उनको जन्मसँगै चमत्कारिक घटनाहरू घटे। कारागारका पहरेदारहरू निधाए, बन्दीगृहका ढोकाहरू आफै खुले र वासुदेवलाई श्रीकृष्णलाई गोकुलमा रहेका आफ्ना मित्र नन्दरायको घरमा पुर्याउन दैवी प्रेरणा मिल्यो। वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर उर्ली रहेको यमुना नदी पार गरे। यस क्रममा शेष नागले आफ्नो फर्णले वर्षाबाट बालक कृष्णको रक्षा गरे भने यमुना नदीले पनि उनलाई मार्ग प्रशस्त गरिदियो। वासुदेवले कृष्णलाई यशोदाको काखमा सुताएर त्यही जन्मेकी बालिका योगमायालाई लिएर मथुरा फर्के। यही घटनाले श्रीकृष्णको बाल्यकाललाई सुरक्षित बनायो र पछि उनै कृष्णले कंसको वध गरी धर्मको पुनर्स्थापना गरे। श्रीकृष्ण जन्माष्टमी नेपाल तथा विश्वभरका हिन्दू समुदायमा ठूलो सांस्कृतिक महत्वका साथ मनाइन्छ। यस दिन बिहानैदेखि मन्दिरहरू, विशेष गरी पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा भक्तजनहरूको ठूलो भिड लागेको छ। मन्दिरलाई फूल, बत्ती र विभिन्न कलाकृतिले भव्य रूपमा सजाइन्छ। दिनभरि भजन कीर्तन, नाचगान र कृष्ण लीलामा आधारित नाटकहरू मञ्चन गरिन्छ। मध्यरातमा कृष्णको जन्म भएको मान्यता अनुसार विशेष पूजा आराधना र आरती गरिन्छ, जसलाई जन्मोत्सवको मुख्य घडी मानिन्छ। घर घरमा पनि मानिसहरूले कृष्णको मूर्तिलाई सजाएर पूजा कोठालाई झकीझकाउ पारेर उत्सव मनाउँछन्। दही, दूध, मह, चिनी र घिउबाट बनेको पञ्चामृत, फलफूल र विभिन्न मिष्ठान्नहरू कृष्णलाई भोग लगाइन्छ। कतिपय स्थानमा कृष्णको बाल्यकालको नटखट स्वभावको स्मरणमा दही हाडी जस्ता प्रतियोगिताहरू पनि आयोजना गरिन्छन्। श्रीकृष्ण जन्माष्टमीको व्रतलाई मोक्षदायक र सबै पापको नाश गर्ने व्रतका रूपमा लिइन्छ। यस दिन व्रत बस्ने श्रद्धालुहरूले अघिल्लो दिन सप्तमीदेखि नै सात्विक भोजन ग्रहण गर्छन् र इन्द्रियहरूलाई संयममा राख्छन्। अष्टमीको दिन सूर्योदयदेखि मध्यरातसम्म निराहार, पानी पनि नखाई वा फलाहार, फलफूल र दूध मात्र सेवन गरी व्रत बस्ने परम्परा छ। दिनभरि ओम नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने, कृष्णका भजनहरू गाउने र श्रीमद् भागवत गीता वा भागवत महापुराण जस्ता ग्रन्थहरूको पाठ गर्ने गरिन्छ। मध्यरातमा श्रीकृष्णको जन्म भएपछि विधिपूर्वक पूजा आराधना गरी चन्द्रमालाई अर्घ दिएर प्रसाद ग्रहण गरी व्रत समापन गरिन्छ। यो व्रतले शारीरिक शुद्धता मात्र नभई मानसिक र आध्यात्मिक शान्ति पनि प्रदान गर्दछ भन्ने विश्वास छ। श्रीकृष्णको जन्म भएपछि भोलि रथारोहण गरेर विभिन्न स्थानमा रथयात्रा निकालिन्छ। विराटनगरमा पनि ऐतिहासिक रथयात्रा भोलि निकालिँदैछ।